हेलो साथीहरू, गुड मर्निङ, दर्शन, नमस्ते, वेलकम ब्याक टु माई फेरि पनि मेरो ब्लगमा। म चाहिँ आज बिहानै उठेर मुखसुख धोएर कपडा सपडा लगाएर चाहिँ रेडी भएर बसेँ। अनि ड्युटी जानको लागि तयार भएँ। अनि घर पछाडि गएर बसेँ। घर पछाडि काम गर्ने ठाउँमा त्यहाँ गएर एकछिन बसेर भिडियो बनाउनु पऱ्यो भनेर भिडियो बनाउनु लागि त्यहाँ बसेर तपाईँहरूले दिनचर्याको कुराहरू गर्दै म बसेँ। अनि त्यसपछि अब छोरी जानु पऱ्यो भनेर चाहिँ म चाहिँ ठिक्क परेर चाहिँ यताउति हेर्दै छोएर जानको लागि तयार भएँ। अनि छोएर जानेको भन्दा पहिले गड्खार पुल्नु जानु पऱ्यो भनेर गड्खार पुल्न गएँ। गड्खार पुल्न गएर बसेँ, त्यहाँ बसेर भिडियो बनाउनु थालेँ। दायाँ त्यो साथीहरू थियो, साथीहरूले चाहिँ के भने जिस्काइरहेको थियो, त्यही हेर्दै तिनीहरूलाई कतै भिडियो बनाउँदै थिएँ। अनि साथीहरू पनि त्यहीँ बसिरहेको थिएँ। अनि यिनीहरू चाहिँ बाइक पठाउ काम गर्नेहरू, सबै पठाउ गरेर बसिरहेको थिएँ। अनि तिनीहरूसँग एकछिन गफ गरेँ, एकछिन रमाइलो गरेँ, कुराकानी गरेँ। त्यसपछि त्यहाँबाट चाहिँ जानु पऱ्यो भनेर म हिँड्नको लागि तयार भएँ। त्यसपछि त्यहाँबाट म चाहिँ सिधा बटार जानको लागि तयार भएँ। बटारको ट्रिप आयो, म बटार गएँ। एकजना हामी मान्छेको आँखा बिग्रेर चाहिँ आँखा बिग्रेको भएर चाहिँ उसलाई झचाउन लागि बटार लिएर गएँ। बटारमा चाहिँ त्यहाँ हस्पिटलमा तिलगङ्गा भन्ने हस्पिटल थियो, त्यो हस्पिटलमा गएर लिएर गएँ। त्यहाँ गएर एकछिन बसेँ। त्यहाँ चाहिँ एकछिन टाइम लाग्ने भएर म चाहिँ बसेँ। उनीहरू चाहिँ आँखा चचाउनको लागि भित्र गयो। भित्र गएर एकछिन पछि आउने लाग्यो। त्यो पनि नआएको भएर एकछिनमा चाहिँ भिडियो बनाउने राखेँ। अनि उनीहरू एकछिन टाइम लाग्ने भएर चाहिँ म चाहिँ कुरेर बसेँ। अनि चाहिँ कुर्दा उनीहरू पछि बल्ल आइपुग्यो। अनि त्यहाँबाट जानु पऱ्यो भनेर चाहिँ म चाहिँ ठिक्क रेडी भएँ। अनि त्यसपछि उनीहरू आउने त्यसम्म भिडियो बनाउनु पऱ्यो भनेर एकछिन भिडियो बनाएर कुर्दै बस्दै गफ गर्दै हेर्दै त्यहाँको आँखा केन्द्र हस्पिटललाई चाहिँ बटारको त्यहाँनिर बटारमा बसेँ। अनि एकछिन पछि आएँ। अनि त्यसपछि खाजा खानको लागि चौडा गएँ। खाजा खाएर होटलमा बसेर खाजा खाँदै गफ गर्दै गर्न थालेँ। अनि त्यहाँ चाहिँ गफ त्यसपछि म ढिकुरी आइपुगेँ। ढिकुरी बसेँ एकछिन रमाइलो गरेर म चाहिँ फर्केँ।